नन्दीश्वरं महाभागं शिवध्यानपरायणं यस्य श्रवणमात्रेण शिवभक्तिर्विवर्धते। नन्दीश्वर शिव ध्यानमा निरन्तर लीन रहने परम भक्त हुनुहुन्छ। उहाँको स्मरणले पनि शिवभक्ति वृद्धि हुन्छ। ओम नमः शिवाय, हर हर महादेव। आज हामी नन्दीको कानमा गएर व्यक्तिहरूले इच्छा किन प्रकट गर्नुहुन्छ यसको विषयमा चर्चा गर्न गइरहेका छौँ। वास्तवमा श्रावणको यो पवित्र महिनामा जब हामी शिवालय प्रवेश गर्छौँ, हामीले एउटा दृश्य देखेका हुन्छौँ। प्राय सबैले शिवलिङ्गको अगाडि ध्यानमग्न बसेका नन्दी, कसैले नन्दीको कानमा आफ्नो दुःख व्यक्त गर्नुहुन्छ, कसैले आफ्नो इच्छा सुनाउनुहुन्छ, कसैले मनको पीडाहरू राख्नुहुन्छ। तर कहिले कल्पना गर्नुभएको छ किन नन्दीको कानमा नै भनिन्छ त? कतिपय व्यक्तिहरूलाई त यो कुरा थाहा नहुन पनि सक्छ कि नन्दीको कानमा भनिन्छ वा भनिँदैन भन्ने कुरा। किन भगवान शिवलाई गएर सिधै नभनिकन नन्दीलाई सुनाइन्छ त? के नन्दी केवल शिवका वाहन मात्रै हुनुहुन्छ र? अनि उहाँ शिवसम्म पुग्ने एउटा आध्यात्मिक द्वार हुनुहुन्छ वा के हो? यसको अद्भुत रहस्यको विषयमा हामी चर्चा गर्न गइरहेका छौँ। शिवपुराणमा एउटा सुन्दर प्रसङ्ग आउँछ जो चाहिँ अत्यन्तै धेरै तपस्याबाट ऋषि शिलादले अमर र दिव्य पुत्र प्राप्त गर्नुहुन्छ शिवको कठोर तपस्या पश्चात। अनि शिवले प्रसन्न भएर उहाँलाई त्यो दिव्य पुत्र प्रदान गर्नुहुन्छ। नन्दी बाल्यकालदेखि नै साधारण बालक थिएनन्। नन्दीको हृदयमा केवल शिवप्रतिको भक्ति भाव थियो। त्यसैले संसारको सुख होइन, सदैव शिवको चरणमा स्थान माग्नुभयो। शिवले नन्दीलाई आफ्नो परमगढ, द्वारपाल र प्रिय भक्तको स्थान पनि दिनुभयो। नन्दीकै कानमा गएर हामी किन भन्छौँ त भन्दा, नन्दी शिवका द्वारपाल हुनुहुन्छ। तर यसको अर्थ यो होइन कि शिवले हाम्रो कुरा सुन्न नन्दीको आवश्यकता पर्छ भन्ने कुरा। शिव त सर्वव्यापी हुनुहुन्छ। ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् तेन त्यक्तेन भुञ्जीथा मागृध कस्य शुद्धनम। तर परम्पराले हामीलाई एउटा गहिरो शिक्षा दिन्छ। यो परम्पराद्वारा जब हामी नन्दीको कानमा आफ्नो कुरा राख्छौँ, हामी पहिले आफ्नो मनलाई शान्त बनाउँछौँ। किनकि प्रार्थनाबाट मुखले बोलेको कुरालाई प्रार्थना भनिँदैन। प्रार्थना त अन्तर्हृदयबाट निस्किने प्रभावकारी हृदयस्पर्शी कुराहरू हुन्। त्यसैले वेदान्तको दृष्टिले हेर्ने हो भने मनैव मनुष्याणां कारणं बन्धमोक्षयो, मानवको बन्धन र मुक्तिको दुवै कारण नै मन हो। नन्दीको स्थिर मुद्रा वास्तवमा हाम्रो मनको शिक्षा हो। नन्दीको शरीर मन्दिरमा छ, तर उहाँको चेतना सदा सर्वदा शिवमा रहन्छ। त्यसै गरी नै हाम्रो शरीर संसारमा होस्, हाम्रो चेतना सत्य, धर्म र परमात्मामा रहोस् भन्ने कुरा हो। वास्तवमा सधैँभरि एक व्यक्तिले गएर नन्दीको कानमा प्रार्थना गर्नुहुँदो रहेछ, जो एक गरिब वृद्ध हुनुहुन्थ्यो, परम भक्त हुनुहुन्थ्यो। उहाँसँग धेरै धन थिएन, ठुलो घर थिएन, तर हृदयमा अटल शिवभक्ति थियो। हरेक बिहान शिव मन्दिर जाने अनि पहिले गएर नन्दी महाराजको अगाडि हात जोड्ने, बिस्तारै नन्दीको कानमा केही भन्ने। दिनानुदिन यो क्रम बढ्दै जाँदा ती गाउँका व्यक्तिहरूलाई पनि आश्चर्य लागेछ र सोध्नुभएछ गाउँका व्यक्तिहरूले कि बुवा, हजुर प्रत्येक दिन शिव मन्दिर जानुहुन्छ र नन्दीको कानमा केही कुरा भन्नुहुन्छ, के भन्नुहुन्छ हजुर? धन माग्नुहुन्छ, सुख माग्नुहुन्छ वा रोग निको पार्न माग्नुहुन्छ, के माग्नुहुन्छ भन्दा वृद्धले मुस्कुराउँदै भन्नुभयो, पहिले सबै हजुरहरूले भने जस्तै कुराहरू माग्थे, तर एक दिन मैले बुझेँ, शिवसँग संसार मागेर के गर्नु जबसम्म शिवलाई बुझ्ने हृदय छैन। अहिले म केवल यति भन्छु, मेरो भाग्य बदल्नुभन्दा पहिले मेरो विचार बदलिदिनुहोस् भगवान्। मेरो समस्या हटाउनुभन्दा पहिले मलाई धैर्य दिनुहोस्। मेरो इच्छा पूर्ण गर्नुभन्दा पहिले मलाई सही इच्छा गर्ने बुद्धि दिनुहोस् भनेर। सबैहरू बित्दै जाँदा वृद्धसँग
पहिले जति धन थिए त्यति नै मात्रै छन्, पहिले जति साधनहरू थिए त्यति नै मात्रै छन्, तर ती वृद्धको अनुहारमा अद्भुत शान्ति थियो। कसैले सोधे एक दिन, बुवा तपाईँको सबैभन्दा ठुलो वरदान के हो भन्दा वृद्धले नन्दीतिर फर्केर भन्नुभयो, मैले शिवसँग संसार मागेको थिएँ भने संसारको एउटा अंश मात्रै पाउँथेँ, तर जब मैले शिवलाई नै मागेँ मैले पूर्ण शान्ति पाएँ। वास्तवमा यो कथाले हामीलाई एउटा आध्यात्मिक सन्देश के दिइरहेको छ भने हामी पनि मन्दिर जान्छौँ, प्रार्थना गर्छौँ, इच्छा राख्छौँ, तर नन्दी महाराजले हामीलाई एउटा ठुलो शिक्षा दिनुहुन्छ, पहिले आफ्नो मनलाई शिवको योग्य बनाऊ अनि जीवन आफै सुन्दर बन्छ। शिवले सधैँ हाम्रो इच्छा पूर्ण गर्नुहुन्छ भन्ने होइन, तर शिवले सधैँ हाम्रो कल्याण हुने बाटो खोलिदिनुहुन्छ। नन्दीको कानमा बोलिएको शब्द केवल आवाज होइन, त्यो हाम्रो आत्मासँग गरिएको एउटा पवित्र सङ्कल्प पनि हो। आज मानवसँग सबै कुरा छ तर शान्ति कम छ, घर छ तर आनन्द छैन, धन छ तर सन्तोष छैन, सूचना छ तर ज्ञान कम छ। नन्दीले आज पनि हामीलाई यही सन्देश दिइरहनु भएको छ। बाहिरको संसार जित्नुभन्दा पहिले आफ्नो मनलाई जितौँ। नन्दीको कानमा के भन्नु उचित हुन्छ त भन्दा मेरो बुद्धि सही बाटोमा चलोस्, मेरो परिवारमा प्रेम बढोस्, मेरो कर्म पवित्र बनोस्, मेरो अहङ्कार हटोस्, मेरो जीवन अरूका लागि उपयोगी बनोस्, किनकि शिवसँग मागेको सबैभन्दा ठुलो वरदान हो शिवतत्त्व बुझ्ने हृदय। भक्तले नन्दीको कानमा आफ्नो इच्छा राख्छ, तर नन्दीले भक्तहरूलाई सदा सर्वदा आफूलाई योग्य बनाउनका लागि प्रेरित गरिरहनुहुन्छ। आज नन्दीको कानमा आफ्नो दुःख होइन, आफ्नो परिवर्तनको सङ्कल्प राखौँ। क्रोध छोड्ने सङ्कल्प, अहङ्कार छोड्ने सङ्कल्प, सेवा गर्ने सङ्कल्प, किनकि शिव मन्दिरमा मागेको सबैभन्दा ठुलो वरदान नै शिव जस्तै निर्मल हृदय हो। त्यो हृदयद्वारा नै पूर्ण ब्रह्म परमात्मा भगवान शिवको अनुकम्पा सदा सर्वदा तपाईँ हामीमा रहिरहन्छ। कतिपय व्यक्तिहरूलाई त थाहा नहुन पनि सक्छ शिव मन्दिरमा गएर नन्दीका कानमा केही भनिन्छ भनेर। यदि थाहा छैन भने आजैबाट यो कुरालाई मनन गर्दै नन्दीको कानमा हामीले यिनै कुराहरू मागौँ, यिनै कुराको प्रार्थना गरौँ। अस्तु सबैमा हर हर महादेव। ओम नमः शिवाय।